So hey guys, सबजनालाई गुड मर्निङ एन्ड वेलकम टु माई न्यू ब्लग। आज मैले यो भिडियो किन बनाएको किनकि हाम्रो स्कुलमा छ आज फुड फेस्टिभल र म आफ्नो ग्रुपको लिडर हो। हामीले पकौडी बनाइरहेछौँ तीन थरीको, एउटा गोबीको पकौडी र प्याज र बन्दा गोबीको पकौडी, त्यसपछि एउटा आलुको पकौडी। अब त्यही गरेर हामी स्कुलमा स्कुलमा मोबाइल लिएर जान दिनुहुन्छ कि नै, नभए त मैले लिएर जान्छु, ब्लगहरू बनाउँछु, फोटोहरू। त्यहाँ हाम्रो दाइ पनि हुन्छ विकास दाइ भन्ने, उनलाई सपोर्ट गर्नु, सब्सक्राइब गर्नु। हन्टर ब्लग भन्ने उनको पनि आइडी छ, हन्टर HUNTRBLO सब क्यापिटलमा। यहाँ सामान पनि ल्याएको छु, यो चटनी बनाउनेको सामान, टमाटर, तेल छ, त्यसपछि यो अदुवा, टिमुर धेरै दिएछन्, घरमा भइहाल्छ कि। अदुवा चटनी हुन्छ, एउटा तेलको र एउटा टमाटर। म आज बाहिर जाएँ टमी, यसले आफ्नो जवाब पुछले दिन्छ बोल्यो होला। लगाए जब हामी यहाँ घरबाट निस्किसकेका छौँ, म एक साथी पनि यही छ। अब यहाँ सामानहरू यही हो, अब सामानहरू लिएर स्कुल गइरहेछन्। ढिलो भइसक्यो, अब त्यहाँ गएर गाली खानु पर्छ। अब बुद्ध चोक पुगिसकेछौँ, महेश पनि यहाँ फुटाउँदैछ, यहाँ ट्राफिक अहिले रेड छ। बुद्ध चोक मलाई यही राम्रो लाग्छ यहाँ, यो बुद्ध चोक किन फेरि कट्न पर्छ के, अन्त कटेरै जानुपर्छ, 32 भयो। सो गाइज अब यहाँ विकास दाइ पनि, उनको पनि एउटा युट्युब च्यानल छ हन्टर ब्लग भन्ने, सब्सक्राइब गरिदिनु हन्टर ब्लग 2177 सिंगल छु हैन, कोही छ प्लिज मलाई हल्का कन्ट्याक्ट नम्बर गरे हुन्छ गरिदिनु होला। यहाँ साथीहरू पनि छन्। अब यहाँ एकछिन ब्लग बनाएको, अहिले यहाँ खानाहरू पाकिरहेको छ, खाना पाकेपछि हेराउँछु भेराइटीहरू के छ भनेर। विकास दाइ स्टार्ट गर्नु न यार, के ल्याउनु मोबाइल थियो। ठिकै छ गाइस। अब यहाँ यो के राख्छ, के हो यो आलु? अब पनि यहाँ सोचन पारासहरू ल। अब यहाँ हाम्रो क्लासको सबसे कति रहेछन् केटी। ए भाइहरू, आइवन फ्रेन्ड्स, हेलो फ्रेन्ड्स, आलुहरू छिल्दैछन्। यहाँ राटे हो यहाँ रे मुर्गा, राटे हो यो। अब यहाँ छिलिरहेछन् आलुहरू। ए लम्बु, ए तिनीहरू छन्, तिनीहरूले हेरेर यार नआएको जाने भन्नुहुँदैन। केटीहरू यही यिनीहरूले छन्, हेर्नु यहाँ सबभन्दा यही चम्कुल्ली यही हो। यिनीहरूले हेरेर म्याम नुन हालिराख्नु भएको छ। यहाँ सबजनाको अलग अलग बनिरहेछ। यताउता घामले रिफ्लेक्ट हानेछ के, कालो हेरेको एकदम पुरो भएर नि कालो हेरेको के फाइदा। अब म्यामहरू पनि यहाँ उ गरिरहेको छ, यो सविता म्याम पत्ताकोपी राखिराख्नु छ, अनि म्याम सिर्जना म्याम मिलाइराख्नु छ। ल अब यहाँ हाम्रो नेता सर आउनु भएको छ। ल सर, अनि एकदम हिरो हेरिनु भएको छ तर के सर, अनि के दामी स्वाद छ क्या सर, तर एकदम ए छिटो लगाइ। जब त्यहाँ सबजना एकदम झुन्ड बनेर बसिरहेछन्, भैँसीको झुन्ड जस्तै। यहाँ हाम्रो मेरो बिरादर दोस्त मेरा किधर जा रहा है, थोड़ा दे रहा है। पकड मान्छेहरू पकड, जसले खाना लेच्छ पकड मान्छेहरूले मार, पकौडा दे पकौडा। लगाइज यहाँ साथीहरू यहाँ सब हुरिसके खाइसके। लगाइज यहाँ अब भाडा मरिरहेछन् केटीहरू, अनि त्यहाँ हेर्नु है कस्तो मल्छन्। हो ल राम्रै मल। ए फुर्कुती तता यहाँ हेर्न, तता हेर्छस् नि। लवंडिया लंदन से लाएंगे रात भर। हट्यो गाडी अरे मर जाएगा देखो कहाँ घर आते हैं त्यसपछि साथी घरमा पानी खान नि फेरि गएर सबजना व्यवस्था गर्दैछौँ। म्याम पनि यहाँ अब फोटोहरू खिच्दै यहाँ
हामी क्लासमा आएको नि एउटा पेन्सिल थियो त हाम्रो मैले आमा कमाइ भन्छ के पुरै भन्छ कि पैसा चाहिँ हाल्ने बेला डान्स होटल जाने ए उठा न बे मोबाइल एउटा आमा यो लिन्छ एक दिन आइफोन नि लिन्छ बना बना छिटो बना भनी डरा छ बे यहाँ यस्तो त्यहाँ छैन चाउमिन मेरा किधर जा रहा है हम थोड़ा थोड़ा दे रहा है पकड़ मान्छेहरु पकड़ जो जसले खाना लेछ पकौडा दे पकौडा लगाइछ यहाँ साथीहरु यहाँ सब हुरी सब खाइसकेन लगाइ हाम्रो आदित्य लाना हेर्नु गर्दै अनि निशा सुरज मार 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 के हो लडेको को अर्को पालि काम लाग्ला के पारे अर्को पालि काम लाग्ला लाग्छ नि ल अब यहाँ केटीहरु भाडामा छन् फेस हेरी हाल्नु आफ्नो बिहाहरुमा बोलाउनु न यिनीहरु आएर मल दिन्छ सस्तोमा यहाँ हेर नल्ला बसेछन् घुमिरहेछन् यहाँ एकजना हेर्नु यो हेर्नु हजुरको ब्लग भाइ यता ब्लगर हेर्नु फेसबुकमा रिलिज गरिदिन्छु फोटो यहाँ हेर्नु एकजना नल्ला नल्ला बसिरहेछ घुमिरहेछ एउटा समात्ने मान्छे उसलाई नि बोलाइदिनु होला मेरो बुढी आउनेला बुढी लास्ट इसको पारे गाइस इसको पारे यही ताती आज के किसले हो सर यहाँ हेर्नु यहाँ पेट हेर्नु चारवटा बटन खोलिसकिने हजुरको ब्लगर दाइ 8900 लेखन एउटा काट्या लेख छैन सर के गर्ने यार यो दिदी के भन्ने यो दिदीले टिकमा गड्डी हेर्नु गाइस यहाँ गड्डी हेर्नु यति धेरै गड्डी छ त्यसको लास्ट